आज यो धाम यहाँसम्म आउन सफल भएको छ। यो धामको अझै उचाइ र गरिमालाई अगाडि बढाउन त्यसै गरी हरिप्रसाद अधिकारीबाट आधा तोला चाँदी सहयोग गर्नुभएको छ। उहाँलाई पनि हामी सम्मान पत्रद्वारा सम्मान गर्न लागिरहेका छौँ। उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। के बालक के वृद्ध के युवा सम्पूर्ण महानुभावहरू अर्जुनधारा जलेश्वर धाममा आइरहनु भएको छ। मेरो पनि केही सहयोग होस् यो धामको उन्नति र विकासका लागि मेरो पनि केही सहयोग होस् भन्ने चाहनुहुन्छ भने दान पट्टिकामा गरी आफ्ना शुभ नामहरू देखाई सहयोग पुर्याएर रहन समेत चतुर्दशीको दिन लिन आउनु भन्नु भनेको मेन गाडीलाई भेट्नु भयो यहाँ कोही गर्दैन। नगरपालिकाको निवासी सन्त विराट घिमिरे उहाँले 505 यो दानको श्रीमतीको लागि प्रदान गर्नुभएको छ। उहाँलाई धन्यवाद सहित यो रसद बुझिदिन अनुरोध गर्दछु। बरा क्षेत्र 7 सुनसरीबाट आफ्ना पितृको स्मृतिको लागि उद्धारको लागि उर्मिला विमल सिन्हाबाट 505 प्राप्त भएको छ। धन्यवाद। नवल निवासी घिमिरेबाट 250 प्राप्त भएको छ। उहाँलाई धन्यवाद। त्यसै गरी महालक्ष्मी एक धनकोटा निवासी मेरेका दालबाट 505 प्राप्त भएको छ। उहाँको एउटा मोबाइल यहाँ सम्पर्क गरिदिनु होला। कमल गाउँपालिका 6 निवासी रोहित गान्धी आपले स्पेस भएर यस्तो भएको के स्पेस यस्तो
भयो भयो Yeah.
ताली बजाउँदै जाने वाचन गरिरहनेछौँ। पुष्पा पोखरेल कृष्ण मोड 1बाट 2500 रुपियाँ सहयोग गर्नुभएको छ। उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। यसै गरी इलाम नगरपालिका 1 बस्ने थापाज्यूले यस गणेश्वर बाबाको गर्भगृहमा चाँदी जडानका लागि आधा तोला चाँदी बापत रु 1250 रुपियाँ हामीलाई दान गर्नुभएको छ, सहयोग गर्नुभएको छ। उहाँलाई पनि भोले बाबाको सदैव कृपा रहिरहोस् र यहाँ जति पनि आगन्तुक श्रद्धालु भक्तजनहरूलाई भोले बाबाको आशीर्वाद रहिरहोस्। र हामी फेरि भन्न चाहन्छौँ, तपाईँहरूले यस पण्डालभित्र आज दियो बालेर आजको रात कटाउँदै हुनुहुन्छ। पितृहरूका नाममा दियो बाल्नु भएको छ। त्यो दियोले तपाईँको छेउछाउमा रहेको कपडा या केही जल्ने सामान छ भने कृपया आफैले यसको सुरक्षा गर्नुहोला, सतर्कता अपनाउनुहोला। हामीलाई यस अजुन्धरा जलेश्वर धामको शिवलिङ्गमा रहेको गर्भगृहमा चाँदी जडानका लागि यदि तपाईँहरूले पनि सहयोग गर्न चाहनुहुन्छ भने नजिकै रहेको दानपेटीमा आएर सहयोग गर्न सक्नुहुनेछ। उदय शान्ति गाउँपालिका वार्ड नम्बर 2
गुरु महाराज को पनि आगमन हुन लागिरहेको छ उता जाउँ न हो त्यो टेन्ट लगाएन रे आगमन हुने हो त्यो टेन्ट लगाएन रे यता सिधै जानु न बाहिर सिधै अब हामीसँग यहाँ जाने ठाउँ छैन र यताबाट कता छैन जाउँ न रे त्योबाट सबै खबर सुन्नेछौँ नाच्नेछौँ सारा जिल्लाको साथी दुईबाट राम्रो वाचन गरिरहनेछौँ पुष्पा पोखरेल बेतामोड 1बाट 2500 रुपियाँ सहयोग गर्नुभएको छ उहाँलाई पनि हामी धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। यसै गरी इलाम नगरपालिका 1 बस्ने गायन गरौँ एकचोटि सबैले ओम मङ्गलम ओम कारमङ्गलम ओम मङ्गलम ओम कारमङ्गलम ओम मङ्गलम ओम कारमङ्गलम शिवमङ्गलम सोमवारमङ्गलम शिवमङ्गलम सोमवारमङ्गलम ओम मङ्गलम ओम कारमङ्गलम ओम मङ्गलम ओम कारमङ्गलम शिवमङ्गलम सोमवारमङ्गलम शिवमङ्गलम सोमवारमङ्गलम सबैले ताली बजाउनु
गर्मी त अनि अब गर्मी भइहाल्छ नि यस्तो मान्छे भयो चाहिँ कार्बन डाइअक्साइड छोडेको छोडै छ अक्सिजन कमी छ दाजु कहाँ छु त्यो बाटो होइन हामीलाई 550 सहयोग गर्नुभएको छ उहाँलाई पनि हामी एउटा तालीले स्वागत गरौँ र यो सम्मानको जवाब वितरण गर्ने लागि हामीलाई 550
असीम सहयोग गर्नुभएको छ उहाँलाई पनि हामी एउटा तालीले सम्मान जनाउँ र यो सम्मानपत्र वितरण गर्दिनुको लागि जम 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 माथि जाम के अगाडि जाम ल यसै गरेर
सुमित्रा कण्डौलाले बुद्ध सरको 3 ठाउँबाट आएर 100 अगाडि हिँडेको त रामका चरणमा चित लाउन कहिले नबिर्सनु झोलायो 2 दिनको रामका चरणमा चित लाउन कहिले नबिर्सनु झोलायो 2 दिनको झोलायो 2 दिनको झोलायो 2 दिनको गाईको लागि 1 पोकानो 1 मुठा पराल हजुरलाई ढकाइयो हजुरलाई यहाँ लिएर आउनुमा जानकारी आएको छ गणेश बहादुर खड्काले तपाईँलाई कसरी खोजिरहेको छ मोटरसाइकल आफ्नो मोटरसाइकल धर्कामा छुट्टै पुग्नु अरे तपाईँ हाम्रो आवाज सुन्नुहुन्छ भने बहादुर खड्काज्यू गणेश बहादुर खड्काज्यूलाई मोटरसाइकलमा बोलाइँदैछ गयो मदनलाल ढकालज्यू तपाईँ कहाँ जानुभएको छिटो जानु होला काम गरेर आउनु होला काम नगरी नआउनु होला त्यतिकै आउनु हुँदैन गणेश बहादुर खड्काज्यू पार्वतीले गौरीले 3 लाख रुपैयाँ दान गरिरहेको छ कसको नाम आएर गोमा कार्की भन्नुभएको यशोदा सुनेली जाकाई भाइ पनि तपाईलाई यहाँ जम माथि जाम के अगाडि जाम ल 3 लाख 105 रुपैयाँ दान गर्नुभएको छ